नमस्ते सबैमा फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो नेपाली किचनमा। आज म सजिलो तरिकाबाट बनाइने यो सोइजनको तरकारीको रेसिपी लिएर आएकी छु। आशा छ तपाईहरुलाई मेरो भिडियो मन पर्छ भनेर, मन पर्यो भने शेयर अथवा लाइक गर्दिनु होला। त्यसको लागि सबभन्दा पहिले मैले यो सोइजन, अहिले सोइजनको सिजन हो, सोइजन पाउने बेला हो। अहिले दिन यो कलिलो पाउँछ, त्यसपछि यो छिप्पिन्छ। तपाईले सकेसम्म यो सोइजनको तरकारी पकाएर खानु होला। यसको नाम पनि अनेक छ, काम पनि अनेक नै छ। कतिले यसलाई सोइजन भन्नुहुन्छ, कतिले मरिङ्गा भन्नुहुन्छ, कतिले शीतल चिनी पनि भन्नुहुन्छ। यसको नाम जति थरी छ, यसको फाइदा पनि त्यति नै छ। यो अहिले यो सोइजन पाउने सिजन हो, सक्दो ल्याएर खानु होला। यसको फाइदाको वर्णन नै गर्न सकिँदैन हामीले। यो केमिकल रहित, यो बिना खाद मलमा फल्ने तरकारी हो। सबभन्दा पहिले मैले त्यो सोइजनलाई मसिनो पारेर काटेर त्यसलाई पखालेर एउटा कराई बसालेर त्यसमा तेल मेथी हालेर प्याज फराउन गइरहेको छु। यो पकाउन साह्रै नै सजिलो छ। यसको तरकारी पनि हुन्छ, यसको अचार बनाएर पनि खाँदा हुन्छ। आफू पनि खानु होला, केटाकेटीलाई पनि खुवाउनु होला सबैजनाले। अरू तरकारी मध्येमा यो राजा नै हो। यसलाई नहुने मसला चाहिँ माछाको जस्तै मसला बनाउनु पर्छ। यसलाई पनि तोरी, लसुन, टमाटर मसला बनाएर यसलाई मिठो पारेर पकाएर खानु होला। यसलाई हल्का रस हालेर पनि खान सकिन्छ, ग्रेभी गरेर पनि खान सकिन्छ। यो कलिलोमा पनि मिठो हुन्छ, छिप्पेपछि पनि मिठो हुन्छ। छिप्पेपछि चाहिँ यसको रस साह्रै नै मिठो हुन्छ। यो गाउँघरमा पाइने शुद्ध तरकारी हो यो।